नमस्ते साथीहरू, आज म तपाईँहरूलाई पिसी कसरी सेटअप गर्ने भन्ने बारेमा बताउन गइरहेको छु। पिसीको वायरहरू कसरी जोड्ने भन्ने बारेमा तपाईँहरूलाई सिकाउन गइरहेको छु। भिडियोलाई लास्टसम्म हेरेर साथ दिनुहोला। अब हामी पिसीको पछाडि साइडमा हामी देख्न सक्छौँ धेरै पोर्टहरू मिल्छन् हामीलाई। पावर सप्लाईको पोर्ट अनि भिजिए पोर्ट, मोनिटरका पोर्टहरू, धेरै पोर्टहरू देख्न मिल्छन्। अब सबैभन्दा पहिले त हामीले पिसीलाई पावर दिनको लागि पिसीको पावर केबल लगाउनुपर्छ, पावर केबल वायर लगाउनुपर्छ। त्यसपछि हाम्रो एचडिएमआई केबल लगाउनुपर्छ, एचडिएमआईको पोर्टमा एचडिएमआई केबल लगाउनु। अब हामीले एचडिएमआई केबल राम्रै लगाइसकेपछि हामीले किबोर्ड माउसको पनि लगाउनुपर्छ। किबोर्ड माउसको लागि 6 पोर्टहरू दिएको हुन्छ। 6 पोर्टमध्ये जुन पनि पोर्टमा लगाउन सकिन्छ हाम्रो 4 तल र 2 माथि छन्। त्यसबाट जसैमा पनि हामीले किबोर्ड माउसको केबलहरू लगाउनुपर्छ हामीले। किबोर्ड माउसको केबलहरू पछाडि पिसीमा युएसबी टाइप सीमा जस पोइन्टमा पनि लगाउन सक्नुहुन्छ तपाईँहरूले। यसरी लगाउँदा हाम्रो एउटा पिसीको कनेक्सन सबै हुन्छ। मैले दुईटै लगाएको छु, किबोर्डको लगाएको छु, यसपछि माउसको लगाइदिएको छु। यसरी स्पष्ट पारेर हाल्नुहोला, लगाउनुहोला स्पष्ट पारेर। अब मोनिटरमा लगाउँदाखेरि मोनिटरमा पहिले पावर केबल लगाउनुपर्छ। पहिले पावर केबल लगाउनलाई पावर एसी पोइन्टमा पावर केबल लगाउनुपर्छ। त्यसपछि एचडिएमआई पिसीको बाट आएको एचडिएमआई केबललाई लगाउनु होला। अब यति गरिसकेपछि हाम्रो पुरा सेटअप तयार हुन्छ। त्यसपछि यिनी दुईटैलाई पावर दिनुपर्छ। दुईटैलाई पावर दिनुको लागि पावर पोइन्टमा लगाउनु होला। हजुरसँग जुन पनि पोइन्टहरू हुन्छ त्यो पोइन्टहरूमा लगाउन सक्नुहुन्छ हजुरहरूले। यस्तै देखिन्छ केबलहरू मैले लगाइरहेको छु। यसरी लगाउन सक्नुहुन्छ, तपाईँहरूले सेटअप गर्न सक्नुहुन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला। यसरी सेटअप गर्न सक्नुहुन्छ तपाईँहरूले सेटअप गर्न